मात्र 1 लाखमा अमेरिका जानुहोस्। यो कुरा तपाईँले काहीँ न काहीँ सुन्नुभएको होला। सो मोस्ट अफ द कन्सल्टेन्सीले मात्र 1 लाखमा अमेरिका जान सकिने भनेर यो कुरालाई प्रमोट गरिराखेको देखिन्छ मार्केटमा। तर के यो कुरा सत्य हो त? यो कुरा सत्य हो कि होइन? आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई कभर गरिदिन गइरहेको छु। एभ्रीवन, आइ एम शिशिर दुलाल र आजको चाहिँ यो भिडियोमा हामीहरू के 1 लाख रुपियाँमा हामी अमेरिका गएर पढ्न सक्छौँ त? सक्छौँ या सक्दैनौँ? कसले सक्छौँ, कसले सक्दैनौँ? त्यो सबै कुरा चाहिँ कभर गर्न गइरहेको छु। सो यो भिडियोलाई लास्टसम्म हेर्नु होला। सो यसको सिधा साधा एन्सर्स भनेको हो पनि र होइन पनि। हो चाहिँ कुन खण्डमा भन्दाखेरि जस्तो अमेरिकामा टन्नै यस्ता युनिभर्सिटिजहरू छन् जसले चाहिँ तपाईँको जिपिए फोरेमा पनि तपाईँलाई ह्युज स्कलरसिप्सहरू चाहिँ प्रोभाइड गरिरहेको हुन्छ। र अमेरिकाको राम्रो कुरा चाहिँ के छ भन्दाखेरि आइएल्स कतिवटा युनिभर्सिटीमा आइएल्सपिटी बिना पनि एडमिसन चाहिँ हुन्छ एट सो मेनी युनिभर्सिटिज। तर ती लो ऱ्याङ्क युनिभर्सिटिज हुन्छन् एन्ड आई प्रिफर एभ्री वान टु अप्लाई विथ आइएल्स एन्ड पिटी है। सो अमेरिकाको प्रोसेस चाहिँ एकदमै सजिलो छ, एकदमै सजिलो पनि छ, एकदमै छोटो पनि छ, एकदमै सिधा छ भनौँ, स्ट्रेट फरवर्ड छ। जस्तो तपाईँ नेपालकै गभर्मेन्ट कलेजमा जोइन गरिरहनु भएको छ भने नेपालको गभर्मेन्ट कलेजमा जोइन गर्दाखेरि चाहिँ तपाईँको एकदमै लेन्दी हुन जान्छ भने अमेरिकाको कलेज जोइन गर्दाखेरि चाहिँ त्यो प्रोसेस केही इन्भल्भ हुँदैन। सबैभन्दा फर्स्टमा तपाईँले आफ्नो डकुमेन्टहरू सबै लिएर अफर लेटर मगाउनु पऱ्यो। कतिवटा युनिभर्सिटीमा त अफर लेटरको एप्लिकेसन फी पनि वेभ नै गरिरहेको छ। जस्तै सेन्ट्रल स्टेट युनिभर्सिटी, क्यालिफोर्नियाको मिरामार युनिभर्सिटी, अनि त्यस पछाडि नर्दर्न फ्लोरिडा स्टेट युनिभर्सिटी, त्यो युनिभर्सिटिजहरूमा चाहिँ तपाईँको कुनै खाले पनि एप्लिकेसन फी चाहिँ लाग्दैन। र त्यस पछाडि अर्को नेक्स्ट स्टेप गर्नुपर्ने भनेको चाहिँ DS 160 हो। र कतिवटा युनिभर्सिटिजहरूले अफर लेटर मगाउनको लागि 1 रुपियाँ पनि चार्ज नगर्ने युनिभर्सिटिजहरू कतिले चाहिँ इफ तपाईँको जिपिए चाहिँ 3 छ तर तपाईँले आइएल्सपिटी अथवा स्याटमा पनि राम्रो स्कोर लिएर आउनु भएको छ भने तपाईँलाई 100% स्कलरसिप चाहिँ दिन्छ नि। जस्तो धेरैवटा युनिभर्सिटिजहरू छन् है अमेरिकामा। इनफ्याक्ट 6000 वटा युनिभर्सिटिजहरू छन्, तर अलिकति आफूले गर्दाखेरि अलिक राम्रो युनिभर्सिटिजमा नै अप्लाई गर्नुपर्ने हुन्छ। सो अफर लेटर त आउँछ, अब त्यो युनिभर्सिटिजबाट आउँछ। आइसके पछाडि के गर्ने? अब DS 160 को फर्म फिलअप गर्ने। त्यो टाइममा चाहिँ तपाईँले आफ्नो भिजा एप्लिकेसन फी चाहिँ पेमेन्ट गरिदिनु पर्ने हुन्छ, भिजा इन्टरभ्यू फी चाहिँ पेमेन्ट गरिदिनु पर्ने हुन्छ। जुन भनेको $185 जस्तो छ आजको डेमा, जसलाई चाहिँ नेपाली एमाउन्टमा कन्भर्ट गर्ने हो भने अलमोस्ट 28,000 रुपिस जस्तो चाहिँ हुन जान्छ है। र त्यो पनि भइसके पछाडि अब हजुरले के गर्ने? सेभिस फी पेमेन्ट गरेर भिजा एटेन्ड गर्न जाने, भिजा इन्टरभ्यू एटेन्ड गर्न जाने। सेभिस फी पेमेन्ट चाहिँ अलिकति महँगो पर्न जान्छ, जुन भनेको चाहिँ एप्रोक्सिमेटली 52,000 रुपिस जस्तो पर्न जान्छ। अब यो कुरालाई राम्रोसँग हेर्ने हो भने अलमोस्ट हाम्रो खर्च चाहिँ कति आइरहेको छ भन्दाखेरि 80,000 एराउन्ड चाहिँ आइरहेको छ। तर 80,000 मात्रै भने चाहिँ होइन, यसमा चाहिँ अब अरू कुराहरू चाहिँ आउँछ। जस्तो तपाईँले LRMI बनाउनु पऱ्यो, त्यसको कलेजले अथवा युनिभर्सिटीले लिने चार्जेसहरू हुनसक्छ। त्योभन्दा बाहेक तपाईँले वान डे ब्याङ्क ब्यालेन्स बनाउनु पर्ने हुन्छ, त्यसमा सर्टेन चार्ज लानुपर्छ। र कि तपाईँ स्ट्रेट फरवर्ड वेमा गइरहनु भएको छ अनि तपाईँको यो 1 लाख रुपिस जस्तो चाहिँ खर्च हुनुपर्छ, 1 लाख रुपिसभन्दा बढी चाहिँ खर्च हुँदैन। सो त्यो चाहिँ कन्सल्टेन्सीले प्रमोट गरिराखेको हो। कन्सल्टेन्सीले त्यो भनिराखेको छ भने तपाईँ 1 लाखमै अमेरिका जानुहुन्छ भने त्यो कन्सल्टेन्सीले चाहिँ रङ प्रमोट गरिराखेको छ। 1 लाख रुपिसमा जान सकिँदैन। जस्तो त्यसमा अरू फ्लाइटको चार्जेसहरू चाहिँ इन्क्लुड गर्नुपर्ने हुन्छ, त्यो चाहिँ कन्सल्टेन्सीले इन्क्लुड गरेर हुँदैन। तर तपाईँको जिपीहरू राम्रो छ, जस्तो तपाईँको भनौँ न 3.5 जिपी 3.6 जिपीभन्दा माथि आइरहेको छ, डिस्टिङसन छ तपाईँको 12मा, अनि त्यसरी ब्याचलर्समा पनि एकदमै बबाले मार्क्सहरू चाहिँ छ। र तपाईँले स्याट जिआरई जिमाटहरू गर्नुभएको छ र त्यसमा पनि तपाईँको एकदमै राम्रो मार्क्स चाहिँ छ भने यस तपाईँले 1 लाख रुपियाँ जस्तो मात्र खर्च गरेर उतापट्टि 100% स्कलरसिप चाहिँ पाउन सक्नुहुन्छ। इफ तपाईँ युएसए एप्लाई गर्ने विचारमा हुनुहुन्छ र युएसए अप्लाई गर्नको लागि राम्रो कन्सल्टेन्सी खोजिरहनु भएको छ अथवा राम्रो एजेन्ट खोजिरहनु भएको छ भने वी आर हियर फर यु टु गाइड यु अन यु एभ्री सिङ्गल पाथ है। प्लस हामीले चाहिँ भिजा इन्टरभ्यू क्लासेस पनि रन गरिरहेको हुँदाखेरि यु क्यान डाइरेक्टली डिएम मी अर तल जिमेलमा चाहिँ मलाई मेल छोडिदिँदा पनि केही फरक चाहिँ पर्दैन। सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ भिडियो टिल द लास्ट एन्ड आई होप तपाईँले स्टडी इन युएसए को रियालिटी चाहिँ थाहा पाउनु भयो होला फ्रम दिस भिडियो। सो सी यू सुन। जय नेपाल।